नमस्कार सेवारो म सान कुमार चेम्जो। अहिले हामी यो 24/7 माथलुगिद्देदेखि तल ठ्याक्कै यो तल्लुगिद्दे र माथलुगिद्देको समागम स्थल जङ्गलमा चाहिँ आगो लागेको छ अरे भन्ने सुनियो। त्यसले गर्दाखेरि हामी जाँदैछौँ। के कारणले आगो लागेको रहेछ भन्ने हामी विस्तृत जानकारी घटनास्थलमा पुगेर दिनेछौँ। हामी यहाँबाट बाटो लागेका छौँ र अलिक तल पुगेपछि एकजना गाउँका अग्रजसँग भेट हुँदा मैले सोधेको छु। हामी तल यहाँ आगो लागेको छ अरे भनेर जान्दै गरेको, लाग्दैछ अरे भनेर के कारणले लागेको रहेछ थ्याङ लास बामुबे मिथा कुनै रुमे बात भी पोलो लम्पुरो बात पोले गेगाङ बोग बाबी लाग्यो ए केग्र तार सर्ट बोखाङ मी बोगाल बेला यो सल्लेरी जो डर्यो होला नि त नि। ल हामी जाँदैछौँ अहिले। अल्तुम बाक्सा मे बेगे मिन्ने हरि मांगा यो ल र हामी यहाँबाट पनि घटनास्थलतर्फ नै लाग्दैछौँ। यहाँबाटै जलेको स्थानहरू देख्न सकिन्छ, जुन कारण भने यहाँ स्पष्ट रूपमा देखिरहेको छ। यो बिजुलीको तार भुइँमा यसरी लटपटिरहेको देख्न सकिन्छ। यही तार सर्ट भएर डढेलो लागेको अनुमान गरिएको छ। घटनास्थलको लोकेसन धनकुटा जिल्ला 24 गाउँपालिका वडा नम्बर 7 माथलुगिद्दे र तल्लुगिद्देको बीचमा रहेको देउराली सामुदायिक वनको ब्लक नम्बर 3 र 4 रहेको छ। उक्त क्षेत्रमा 90% भन्दा बढी सल्ला जातको बोट बिरुवाहरू रहेकोले गर्दा पनि फागुन चैत तथा सुक्खा यामहरूमा डढेलोको जोखिम क्षेत्र मानिएको छ। यी जोखिम क्षेत्रहरूमा कुनै बेला व्यक्तिहरू मात्र नभई प्राविधिक गडबडी तथा विपत्तिले पनि यसरी वन जङ्गलमा डढेलो लाग्ने समस्या आइरहेको छ। सोही अनुरूप आज राजारानीबाट माथिल्लोगिद्दे तल्लोगिद्दे मासिमटार 1800 जोडिने एलटी लाइन बत्तीको खम्बा काठको भएकोले जीर्ण भई ढलेको अवस्थामा तार एक आपसमा टच भई करेन्ट सर्ट भएर डढेलो लागेको हो। डढेलो नियन्त्रण गर्नको निम्ति धनकुटा जिल्ला 24 गाउँपालिका 7 माथिल्लोगिद्देका सम्पूर्ण युवाहरू, त्यसैगरी 24 गाउँपालिका 7 तल्लोगिद्देका सम्पूर्ण युवाहरू लगायत 24 गाउँपालिका 7 मौनबुदुकबाट खटिएका सशस्त्र प्रहरीहरूको टोलीले डढेलोको नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। करिब 1 किलोमिटर उत्तर दक्षिणमा फैलिएको डढेलो नियन्त्रण गर्न भने निकै हम्य भइरहेको छ। यसै सिलसिलामा आज डढेलो नियन्त्रणकै निम्ति खटिराख्नुभएका देउराली सामुदायिक वनका अध्यक्ष श्री गणेश कुमार चेम्जोङ लिम्बूसँग केही कुरा गर्न लागिरहेको छु। यो कति ब्लक नम्बर कति पर्छ हाम्रो देउराली सामुदायिक वनको? 3 नम्बर पर 3 नम्बरै हो। यता यो 4 नम्बर उता 3 नम्बर धेरै जल्यो। यो 4 नम्बरमा धेरै जल्यो। 50% नै 4 नम्बर ब्लकमा गयो। त्यही त अब हाम्रो यो अग्नि रेखा कार्यक्रमहरू पनि अब त्यही त समुदाय फेरि आज चाहिँ कस्तो हो भन्दा त्यो जहाँ तारले छुको एक ठाउँ मात्रै बलेको होइन रहेछ। तारले जति त्यो लडेपछि छुँदै गयो त्यति ठाउँमै बल्यो। त्यहीदेखि सुरु भएको तल झरेर पनि लगभग कता भ्याइसक्यो मेमरी हुन्छ। यो सिम्टाले गर्दा माथिदेखि जल्दै सिम्टा लड्दै अलिक तल भएर अब मान्छे त थुप्रै नै तल्लोगिद्देको साथीहरू पनि थुप्रै नै आउनुभएको थियो। अब यता माथिल्लोगिद्देको थुप्रै नै लाग्दा पनि अवस्था भयो। अहिले ठ्याक्कै अब लु है भन्दाखेरि इमर्जेन्सी सेवा त दिनै सक्दैन सरकारवाला। तपाईँहरूले चाहिँ अगाडि थाहा पाउनु भएछ नि? त्यसो भए यो आउँदा त अब निकै तल बिरालोमा एकैछिनमा त्यो जल्दै लड्दै जाँदा तलदेखि एकैछिनमा घरिसिनमा गइहाल्यो। होइन, हामीले हिजो अस्तिदेखि नै जानकारी त गराएको यो लाइन हेर्नु पर्यो भनेर मैले अस्तिदेखि नै प्राविधिकलाई भनेको। हुन्छ भन्छ। अनि यिनीहरूको प्रावधान चाहिँ के हो भन्दाखेरि जब पोल ढलिसकेपछि मात्रै फेर्ने हो दिने हो भन्ने हिसाबले बोल्छ। त्यसो भएर अब पोल ढलिसकेपछि त दुर्घटनै भइहाल्छ। के काम बेबेम्बी अनि तल क्रस गरेर आउन पनि सक्यो। उयो माथि बल है। यसरी जीर्ण अवस्थामा रहेका बिजुली बत्तीका काठका खम्बाहरूलाई हटाई जोखिम परिस्थितिलाई टाढा बनाउन विद्युत प्राधिकरणलाई बिजुली पोलको माग गर्दा विद्युत प्राधिकरणले दिएको जवाबप्रतिको पीडा यसरी बताउँछन्। जब ढलेपछि मात्रै दिन्छौँ भन्छ। 3 टुक्रा भइसकेपछि मात्रै हामी पोल दिन्छौँ भने फोटो नक्सा माग्छ, फोटो खिचेको माग्छ। त्यही कारणले यो हाम्रो यस्तो क्षति भएको कि। अनि 3 टुक्रा भइसकेपछि त त्यसले दुर्घटनै ल्याइहाल्छ। यस्तो निम्ति आएको छ। अब यो त प्राधिकरणले बुझ्नुपर्ने, बिजुली अफिसरले चाहिँ।
मैले हिजोस्ति नै भनेको माथि फोन गरेको हाम्रो चाहिँ त्यो गाउँको लागि माथि आज यसो उब्दाखेरि अझै यहाँ हल्लेपछि त झन् माथि त अझै नजिकै आएको छ त्यो त्यहाँनिर त केटाकेटीले यतिको बाँस उचालेर यसो छुयो भने त्यहाँ छुने गरी छ त्यहाँनिर पोल हाम्रो आवश्यक छ तर प्राविधिकरण जब गाउँ टोलमा एलटी लाइन पोल माग्दा पनि जब पोल भाँचेको 3 टुक्रा भएको फोटो खिचेर फोटोसहित पेश गर्नु अनि मात्रै पाइन्छ भनेर दबाब दिन्छ क्या उनीहरूले। 24 गाउँपालिका 7 माथिल्लो गिद्धे, 24 गाउँपालिका 7 तल्लो गिद्धे, त्यसै गरी 24 गाउँपालिका 8 टैमिटार बीच भागमा रहेको देउराली सामुदायिक वनको ब्लक नम्बर 3 र 4 को सिमानामा रहेको एलटी लाइनको खम्बा फेदमा भाँचिएर भुइँमा ढलेपछि तार टच भएर करेन्ट सर्ट भई लागेको डरेलोले देउराली सामुदायिक वनको ब्लक नम्बर 3 को सल्लेरी 50% जलेको छ। हस्त आजलाई यति नै। ताजा समाचार तथा विविध मनोरञ्जनको निम्ति एनबिएन टिभीलाई लाइक एन्ड सब्स्क्राइब गर्न नभुल्नुहोला।